आजबाट चाहिँ स्कुल सक्यो। मिल्ने साथीहरू नभए पनि हेलो हाई गर्ने साथीहरू पनि आजबाट छुट्दैछन्। सबजना अब आफ्नो गन्तव्यमा लाग्दैछन्। के कसो छ प्रिय? सबैसँग मिल्न सकेन होइन, पर्फेक्ट भएन हामी। हेलो हाई गर्नलाई भयो साथीहरू थिए 2-4 जना, त्यो साथीहरू पनि आजबाट छुट्दैछन्। सबजनालाई माया छ होइन। हामी चाहिँ एउटा गन्तव्यमा हिँडेको मान्छे हो। हाम्रो बाटोमा चाहिँ कति मान्छेसँग भेट हुन छ, कति मान्छेहरू छुट्न छ होइन, कति मान्छेसँग फेरि हामी चिनजान हुन छ अझै पनि। यो चाहिँ यात्रा हो। यो यात्रा चाहिँ हामीले गर्नु नै छ होइन। यसबाट चाहिँ हामीले धेरै कुराहरू सिक्नु पनि छ। साथीभाइ आफ्नो मनमा छ फेरि भेटौँला होइन, कुनै ठाउँमा। मन नदुखाओ केटा हो, फेरि पनि भेट हुन्छ हाम्रो। कतिवटा कुरा मबाट नराम्रो भयो होला, कतिवटा कुरा उनीहरूबाट नराम्रो भयो होला, त्यसमा चाहिँ चित्त नदुखाओ होइन। लास्ट पोइन्टमा चाहिँ त्यस्तो कुराहरूलाई चाहिँ बिर्सिनुपर्छ र बिर्सेर अगाडि बढ्नुपर्छ। मबाट केही कुराहरू नराम्रो भएको रहेछ भने चाहिँ सरी भन्न पनि चाहन्छु होइन। प्रगति चाहिँ होस् भन्छु म, मेरो साथीहरूको चाहिँ साथमा मेरो पनि होस् र मेरो साथीहरूको पनि होस्। नराम्रो भयो रे भन्ने सुन्न नपरोस्, अगाडि बढ्यो भन्ने सुन्न पाऊँ होइन। केटाहरूसँग छँदैछ नि, फेरि भेटौँला नि। जिन्दगीको यात्रामा धेरै कुरा गर्न बाँकी नै छ। क्लास सकियो पनि के भएर फेरि भेटौँला नि होइन। अनि जे भयो मबाट त्यसलाई चाहिँ मनमा नराख, बिर्सिदेऊ। यस्तो कुराहरूलाई चाहिँ बिर्सेर अगाडि बढ्नुपर्छ र भोलिको दिनमा राम्रो भएको सुन्न चाहन्छु म। बेस्ट अफ लक सबजनालाई। अनि आजबाट चाहिँ बाई सी यू अगेन होइन, फेरि भेटौँला हामी। त्यही भन्न चाहन्छु म मेरो साथीहरूलाई। त्यही हो, सबजनालाई बाई बाई है त।